यो पटनाली खोला हो नहीं है मालूम हमको मालूम नहीं है कैसे नहीं बोलिए मेरा भदै यो मेरो भदै पर्वतको हो अनुहार अर्को चाहिँ ठुलो भदै हो ढाड मात्रै देखाउँछ मेरो कान्छा भदै चाहिँ लजाउँछ अलिकति लजावती भएछ मेरो छोरीको छोरीहरु हो यो जेठीना हेर्नु त्यहाँ पर्वत अनुहार लुकाएर मेरो जेठा छोराको जेठा छोरा मेरो नाति यो चाहिँ कान्छा छोरा कान्छा नाति जेठा छोराको छोरा जेठाई भइगयो अब छोरा जेठाई हो यो नाति किधर जा रहे हो बेटी लड्छ कहाँ गएको स्क्विज मी फादर एन्ड मदर लजावती झर जस्तै लजाउँछु खै कसरी यो सिउँदा सजाउँछु अल्लीवर आऊ नभन मेरो लुगा बिजो नगर भनेको अहिले फाइट खेल्नुपर्छ आमा छोरी फेरि अनि अल्लीवर आऊ माया बस मेरो छेउ अनि के भन्छ पिरती लौला बैना रुमाल देऊ कस्तो लाग्यो त हाम्रो भोइस गाइछहरू त्यो कान्छाले अनुहार लुकाएर त्यस्तो भएको क्या अनुहार अनि अनुहार अघि देखाएको भए यस्तो हुन्थेन होला अनि हामी हो नि त हामी इज्जत दामी घुरेर हेरेको कान्छाले तिमी चाहिँ ढुङ्गा बोकेर कुदिन न आज गङ्गट्टा मार्छ कि चरा मार्छ उहाँलेको घरमा लगेर छोडिराख्नु पर्ला नि साथीहरूलाई गाई चाहिँ भैँसीहरू गाई चाहिँ भैँसीहरू भन्छन् नानी त्यो ढुङ्गा चिप्लिन्छ नि अब हामी यता जानु परेन हाम्रो झोलाहरू मैसा मैसापुले घाइते दिलमा आरा चलाइस्यो लौ न यो के अचम्मक पारा चलाइस्यो मैसापुले घाइते दिलमा आरा चलाइस्यो ओ माछा श्रेयाले माछा अनि सम्झी पाउँछु त यहाँ परबाट वालेको घर पुग्छ अरे यो ढुङ्गा यो कुन खोला रहेछ मनी लाग्यो क्या हो नगुरे डाँडा हेर्नु लुकेको नानी चिप्लिन्छ के गाई चाहिँ भैँसीहरू दे चाना ताना चाचा हेर्नु गयो म त बासी भात चपाइहरू हिँडेको निनीले फोन गर्नु भएको भए कहाँ पुग्यो भन्नुभयो घरभित्र बल्ला देखाए हाम्रो कान्छाले लजावती झार त गाह्रो छ हौ हामीलाई अनि सम्झी नरुनु भनेर नानीले माछा समातेको गाई चाहिँ भैँसी चरु श्रेयाले अक्सहरू गोरु त इङ्ग्लिसमा अक्सहरू भन्छ अक्स
अक्स एन्ड काउहरू तिम्रो चप्पल कहाँ छ बाँदरले लगाएर गयो है चप्पल कहाँ छ गङ्गटा फेरि निकालो लु बोकौँ भरे अचार खानुपर्छ